यसमा घुम्न जाँदैछु। चारजना पहिला म्युनिक गएको टोली नै जाँदैछ यसमा घुम्न होइन। अहिले चाहिँ हामी ब्रेकफास्टको लागि म्याकडोनल्ड्समा आएको छौँ। क्यामराम्यान मेरो बुढी चाहिँ मोबाइलसम्म मात्रै खिच्दैछ। अहिले सङ्गीता र मिलनलाई हाल्दै घुम्दै चिसो छ ज्याकेट आज त चिसो हुन्न होला भने यस्तो ज्याकेट लगाएको त चिसो पो भयो त। त्यसपछि अब तिरौलतिर हाम्रो आजको टुर भन्ने कि घुमघाम भन्ने। सो ल गाइज भिडियो हेर्दै गर्नु होला। सो गाइज अब मिलन र सङ्गीता नि आइसक्यो। हाम्रो गाडी चाहिँ उता पार्किङ छ। ल बुढी होइन कस्तो फिल भइरहेछ आज फेरि घुम्न जाँदा? रमाइलो। सो हामी त रेडी भएर म्याक्कीमा आएको। हामी चाहिँ मिलन र सङ्गीता नि आइसक्यो। चिसो पो रहेछ त है? भर्खरै चिसो पो रहेछ त। यिनीहरूले यस्तो ज्याकेट लगाएर हामी त यस्तो ज्याकेट लगाएर आएको चिसो होला जस्तो पो भयो त्यहाँ। त्यही हो अर्को एउटा त राखेको छ ज्याकेट। सो गाइज अब चाहिँ हामी म्याकी खाएर अब हिँड्नको लागि रेडी। के भयो अरे 112 रहेछ टेबल नम्बर। ल हाम्रो अर्डर चाहिँ भइसक्यो। अब एकछिनमा आउँछ है होइन? एकछिन होला। अब म्याकी पनि आइसक्यो, कफी आइसक्यो होइन? कस्तो छ बुढी? मिठो छ? कस्तो हो? अब म्याकी आएपछि हामी अब बिस्तारै निस्किन्छौँ गाइज। म्याकी खाएर अब सकियो। यस्तो छ खाएको टेबलको हालत है। निस्किने अब निस्किनु होला। हामी निस्किनु लाग्यो। केही त बिर्सेन भन्ने कुरा। सो गाइज अब चाहिँ हामी निस्किनु लाग्यो। अब तपाईँहरूलाई हामी निस्कि बाटोमा के हुन्छ हामी देखाउनेछौँ है। स्टे ट्युन गाइज। र प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु। सब्सक्राइब गर्न चाहिँ नभुलौ है गाइज। हेरेर लाइक कमेन्ट र प्लस सब्सक्राइब पनि गरिदिनु होला है। भन न ल। सो अब चाहिँ हामी गाडीमा अहिले आएर टन्न भयो। अब हामी चाहिँ अब अर्को गाडी राखेर त्यसपछि हामी तिरवलतिर इन्सब्रुकतिर प्रस्थान हुन गइरहेको छौँ गाइज। सो स्टे ट्युन होला। अहिले चाहिँ हामी यहाँ वाइन किन्नको लागि सपिङ किन्नको लागि वाइन किन्न होइन? वाइन लैदिने भनेर वाइन किन्न आएको अहिले चाहिँ। तिमी के किन्ने हो? चिप्स पनि लाग्यो, पानी सानी लाग्यो अब। सो हामी चाहिँ अब यता वाइन हेर्छौँ। वाइन लैदिने कार्टुनै लैदिने कि के हो? कता जानु लाग्यो? ए हामीलाई एकदम रमाइलो। हामी घुम्न अहिले राइट जाने के अरे कुन बाटो जाने चाहिँ नि बाबाले फेरि आज कता जाने? आज हामी के अरे त्यो भित्री बाटो अटोबारबाट होइन के अरे
सो गाइस त अहिले चाहिँ हामी हल्का ब्रेक यहाँ झर्ना रहेछ अरे ट्याक्क झर्ना हेर्न आएको होइन झर्ना हेर्न आएको नि बुढी झर्ना हेर्न आएको ड्रोन उडाउने एकछिन होइन यहाँबाट अझै 1 घन्टा जति लाग्छ होला 1-1.5 घन्टा है यहाँबाट कति लाग्छ अझै कति लाग्छ होला 2 घन्टा 1-1.5 घन्टा लाग्छ होला अझै हामी चाहिँ आधी जस्तो बाटोमा आइसक्यो आधी बाटोबाट यता झर्ना हेर्ने भन्दा साइडमा आएको चिसो छ सर्ट मात्रै लगाएको अवस्था सो गाइस अब के हुन्छ म देखाउने छु सो गाइस अहिले चाहिँ हामी डाँडामाथि आइसकेका छौँ एकदम हिउँ होइन हो कि बुढ्यो डाँडामाथि आइसकेको छौँ तपाईँले देख्न सक्नुहुन्छ त्यहाँ स्की गरिरहेको छ होइन हामी नि स्की गर्ने भनेको अब चाहिँ यस्तो घोडाहरू रहेछ होइन घोडाहरू पनि पालेको रहेछ घोडाहरू त खतरा रहेछ एकदम मजाको घाम लाग्छ घाम चाहिँ मजाको मान्छेले स्की पनि गरिराखेको छ त्यो माथि गएर स्की गर्दो रहेछ यहाँ चाहिँ घोडाहरू पालेर अहिले त अब हिउँ परेको छैन हिउँ नपर्दा यत्रो यहाँ अझै यत्रो छ भने चाहिँ यहाँ हिउँ पर्ने टाइममा कति गहिरो छ है देख्दाखेरि सो तपाईँले देख्न सक्नुहुन्छ सबै हिउँ यो चाहिँ अस्ट्रियाकै ठाउँ हो यो पनि हामी बसेको भन्दा अलिकति टाढा जस्तै 2 घन्टाको ड्राइभ पछि हामी यहाँ आइपुग्यो पार्किङ त यहाँ गरेछौँ अब यहाँ राख्न दिन्छ कि दिन्न भन्ने कुरा हो यिनीहरूले चाहिँ घोडाहरू पनि पालेको रहेछ सानो फर्निचर जस्तो अथवा कारखाना जस्तो पनि देखिन्छ है त्यो चाहिँ के हो हामी आएको बाटो उतै बाटोबाट आएको अहिले चाहिँ यहाँ बुढी र दिदी यहाँ टिकटकको लागि रेडी हुँदै होइन साडी लाएर देख्न सक्नुहुन्छ टिकटकको लागि कति क्रेज छ होइन यस्तो चिसोमा यस्तो हिउँमा यता हिउँ छ अब यता चाहिँ साडी लाएर टिकटक बनाउने भनेर तयार हुँदैछ अनि यता चाहिँ ड्रोन उडाउने एकचोटि सर र ड्रोन पनि उडाउने ड्रोनको सर्ट पनि हेर्न पाउनुहुनेछ तपाईँले बिस्तारै अब मेरो भ्लगमा ड्रोनको पनि सर्ट हेर्न पाउनुहुनेछ गाइज तर प्लिज डु लाइक कमेन्ट एन्ड खै त सब्सक्राइब नै हान्नु पऱ्यो हेर्नेले प्लिज सब्सक्राइब गरिदिनु होला च्यानल बिस्तारै बढ्दैछ होइन आतेर हुँदैन बिस्तारै बढ्ने क्रममा छ सो तपाईँहरूको साथ सहयोग चाहिन्छ अझै सो प्लिज सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला ओके गाइज माथि जाने कहाँ आउने हामी चाहिँ गाडी अहिले यहाँ पार्क गरेर सो गाइज अब यहाँबाट हामी सामान कसैले छोडेर होइन फेरि हामी मुभिङ टुवर्ड्स तिरोल इन्सब्रुक The next day. सो गाइज कस्तो भयो हिजोको बसाइ हिजो मौसमीको घर है बिस्तारै हिजो हामी इन्सब्रुक आएर हिजोको रात बस्यो हिजोको भिडियो खिच्न पाएन गाइज सो आजको नेक्स्ट डे ल यो चाहिँ इन्सब्रुकको ओल्ड सिटी होइन सुटकेस बोकेर ब्लगमा आउने भयो तिमीहरू होइन केही भन्नु छ सो यहाँ चाहिँ रमाइलो छ
चाहिँ हामी क्यामेरा कस्तो मैला भएको सेन्सी सुसी बारमा ड्राइङको रेस्टुरेन्टमा होइन अहिले चाहिँ हामी यो तिरोनको इन्सब्रुकको ओल्ड सिटीमा छ हामी होइन हो कि बुढी इन्सब्रुकको ओल्ड सिटीमा छ ओल्ड सिटीमा अहिले घुम्दै यहाँ चाहिँ यो बसको लागि बनाउनु लागेको छ सो गाइज अहिले चाहिँ हामी इन्सब्रुकको सोरा के भन्छ रे ठाउँलाई सोरा के रे सरस्वती अहिले हामी इन्सब्रुकको सोरेस्कीमा आइसकेको छौँ तपाईँले देख्न सक्नुहुन्छ इन्सब्रुकको सोरेस्की यो पहिला सलमान खानको गीत पनि सुटिङ भएको ठाउँ हो त्यहाँ क्यामेरा हल्का जुमिङ गर्नु अझ भित्र लगेर देखाउँदैछु तपाईँहरूलाई टिकटक भिडियो चलिरहेको छ यहाँ हाम्रो के हुँदैछ यहाँ माथि चढी चढी यहाँ टिकटक हुँदैछ ब्लग हो ब्लग हामी चाहिँ आज सरस्वती देखाएर उहाँ माथि आएर घुम्ने सरस्वतीमा आज हामी आएर घुम्दै टिकटक बनाउँदै राम्रो छ ठाउँ भ्यूहरू हजुरलाई चाहिँ कस्तो लाग्यो सरस्वतीमा आएर सेकेन्ड टाइम कि थर्ड टाइम फोर्थ मेरो सेकेन्ड टाइम हो अस्ति समरमा आएको थिएँ अहिले चाहिँ विन्टरमा होइन हजुरको नि भ्यू देखाइदिउँ न होइन